विदेश जान पासपोर्ट लिएर तम्तयार अवस्थामा हुनुहुन्छ, फ्लाइट पनि नजिकिँदैछ, तर त्यही दिन तपाईलाई अध्यागमन डेस्कमै रोकियो भने विदेशको तालिम सम्मेलन वा कुनै विशेष कार्यक्रममा सहभागी हुन पाउने मौका पाउनु निकै रोमाञ्चक कुरा हो। एक त सिकाइको मौका, अर्को कुरा धेरै देशका आफू जस्तै व्यक्तिसँगको इन्टरेक्सन, सँगै नयाँ देश वा सहर घुम्ने अवसर पनि। तर तपाईकै सानो हेलचेक्र्याले अध्यागमन जाँचमा यात्रा नै रोकिने परिस्थिति आयो भने अध्यागमन कर्मचारीले तपाईलाई त्यहाँ सोध्नेछन् के कागजात छ। तपाईसँग भएको कागजातै पुगेन, यस्तो सुन्नु पर्यो भने अन्तिम समयको यो समस्या तपाईले झेल्नु नपरोस्, तपाईलाई एयरपोर्ट इमिग्रेसनमा तनाव नहोस् भनेर यो भिडियोमा हामीले तपाईसँग साथमा हुनुपर्ने 8 कागजातबारे जानकारी गराउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलो, वैध पासपोर्ट। तपाईको पासपोर्ट कम्तीमा 6 महिनाभन्दा बढीको वैधता भएको हुनुपर्नेछ। पासपोर्ट पुरानो वा च्यातिएको छ भने नयाँ पासपोर्ट लिएर मात्रै यात्रा गर्नुपर्नेछ। दोस्रो कुरा, गन्तव्य मुलुकको वैध भिसा। यदि तपाईँ भिसा अन अराइभल पाउने देशमा जाँदै हुनुहुन्छ भने तपाईले पहिले नै भिसा प्राप्त गरेको हुनु पर्दैन। भिसामा स्पष्ट रूपमा यात्रा प्रयोजन उल्लेख भएको हुन आवश्यक छ। अन अराइभल नदिने देशहरूमा जाँदै हुनुहुन्छ भने भिसा लगाउनै पर्नेछ। तेस्रो, दुईतर्फी हवाई टिकट। अध्यागमन अधिकारीहरूले तपाईँ फर्कने मिति पक्का गर्न चाहनेछन्, त्यसैले जाने र फर्कने दुवै हवाई टिकटको कपी आफूसँगै हुनुपर्नेछ। चौथो, बोर्डिङ पास। फ्लाइट चढ्नु अघि बोर्डिङ पास निकाल्नु भएको छ भने त्यसको प्रिन्ट वा मोबाइलमा सुरक्षित कपी राख्नुहोस्। पाँचौं कुरा, स्पोन्सर लेटर वा आर्थिक प्रमाण। यदि तपाईलाई कुनै संस्थाले कार्यक्रमको खर्च बेहोरेको हो भने त्यसको स्पोन्सर लेटर देखाउनु पर्नेछ, अन्यथा कम्तीमा 1000 अमेरिकी डलर नगद वा कार्ड भएको प्रमाण सहित होटल बुकिङको कपी पनि देखाउनु पर्ने हुन सक्छ। छैटौं कुरा, कार्यक्रमको आमन्त्रण पत्र अर्थात् इन्भिटेसन लेटर। तपाईँ सहभागी हुन लागेको तालिम सम्मेलन वा कार्यक्रममा आयोजक संस्थाबाट प्राप्त आमन्त्रण पत्र अत्यन्तै महत्त्वपूर्ण कागजात हो। यसमा तपाईको नाम, कार्यक्रमको मिति, स्थान र विवरण स्पष्ट खुलेको हुनुपर्नेछ। सातौं कुरा, सिफारिस पत्र र परिचय पत्र। जहाँ तपाईँ कार्यरत हुनुहुन्छ त्यो सङ्घ संस्थाको सिफारिस पत्र र तपाईको आइडी कार्ड पनि साथमा हुनुपर्नेछ। यसले तपाईको पेशागत परिचय र यात्राको उद्देश्य पुष्टि गर्नेछ। आठौं कुरा, डलर सटहीको भरपाई वा भाउचर। तपाईले डलर सटही गर्नुभएको छ भने त्यसको प्रमाण, भरपाई वा भाउचर पनि देखाउनु पर्नेछ। यो कागजातले तपाईले कानुनी तरिकाबाट विदेशी मुद्रा लिएको पुष्टि हुनेछ। विदेश यात्राको पहिलो सफल कदम हो सही कागजात, त्यसैले आशा छ अब तपाईको यात्रा सफल हुनेछ।